आज हाम्रो फुर्जियाको लाइसेन्स सुरु झलक पनि देखाइदिनु पर्यो। ल ओके ल आज हाम्रो 5 फुर्जियाको राइजिङ डे सुरु हुन गइरहेको होइन आइज श्याम यता आउनु नि यता आउनु ल ओके 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 सबको ब्लग ओके है नगर साहब ओ मेरो खेती बोलाउ न बोलाउ लेख्नु पर्छ दिनु पर्छ नम्बर दिनु पर्छ बोलाउ न त तपाईँ यहाँ हैप्पी न्यू ईयर हैप्पी राइजिङ डे आज हाम्रो 5 फुर्जियाको राइजिङ डेको अवसरमा हाम्रो यहाँ भर्खर जस्ट खाजा सुरु भएको छ। हाम्रो यामु बहिनी यता बहिनी यता फर्कन किन शर्मा गरेको ल ओके मेरो नम्बर त खोइ पनि देख्दिनँ त यार चल ओके नमस्ते नमस्ते ल ह्याप्पी न्यू इयर ह्याप्पी राइजिङ डे हँस कुर्ची अलि मिलाएर खिच है नयाँ सालको अहिले उसमा हाल्नु पर्छ खाना निकाल्नु परेको छ नि यतातिर गर्नु मेरो अनुहार अब खानेकुरा छिर्दिन्छ कि यसलाई पछाडि राख ल नशर्माइकन खानु यो पुष्पा नशर्माइकन खा ह्याप्पी न्यू इयर ह्याप्पी राइजिङ डे राइजिङ डे अरे मेरो प्यारो भाइ आएको भाइ राइजिङ डे कार्यक्रम विस्तारमा चल्ने नै छौ। छोटकरीमा म छोटाउँदै जानेछु। धन्यवाद छ हाम्रो सभाध्यक्षज्यू श्रीमती श्री सन्त कुमारी गुरुङज्यूलाई तालीले एकदमै खडखाड तरिकाले तपाईँ ताली लगाइदिनुको लागि पनि म सम्पूर्ण हाम्रो सागबुची दिदीबहिनीहरूसँग हार्दिक अनुरोध गर्छु।
धन्यवाद छ हाम्रो दिदीलाई तथा सभाध्यक्ष श्री क्याप्टन रामप्रसाद गुरुङज्यूलाई र यस कार्यक्रमलाई म निरन्तरता दिनको निमित्त म कान्छी पल्टनको स्थापना दिवसको शुभ अवसरमा आयोजित वृद्धिभोज तथा भेटघाट कार्यक्रमका र यो मनाउँदै गरेको हाम्रो कान्छी पल्टनको राइजिङ डे यानी स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि सुबेदार मेजर मिन बहादुर गुरुङज्यूलाई यस कार्यक्रमको प्रमुख अतिथिको अध्यक्षज्यूलाई म विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु। अतिथिकै आसन ग्रहणमा हवलदार मोहन बहादुर गुरुङज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हवलदार मोहन उहाँलाई सभाध्यक्षज्यूबाट खाता लगाई सम्मान गरिदिनु हुन लक्ष्मी गुरुङज्यूलाई पनि हानेरी लेफ्टिनेन्ट चित्रबहादुर प्रसाद बराज्यू साहबज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु अगाडि उहाँ हाम्रो फोर्थ इयरको सब्जेक्ट पनि हुनुहुन्छ। त्यसै गरी पासपोर्ट यसै गरी हाम्रो पासपोर्ट इयरका अध्यक्षज्यूको प्रतिनिधि गर्न आउनुभएका उपाध्यक्ष सुब्दार भक्तबहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। उहाँलाई भक्तबहादुर गुरुङज्यूलाई पनि म विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक पल्टनको साहबहरू सबै फरमान गियरमा जानुभएको कारणले उहाँहरू यहाँ हाम्रो निमन्त्रणलाई स्वीकार गर्नुभएको छ। उहाँहरूले टेक बहादुर गुरुङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण क्रममा स्थापना दिवस समारोहका सभाध्यक्ष सुबेदार मेजर हनेरी क्याप्टन सेना मेडल रामप्रसाद गुरुङज्यू, यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो कान्छी परिवारको अग्रज व्यक्तित्व सुबेदार मेजर मिन बहादुर गुरुङज्यू, हाम्रो विशेष अतिथि फोर्जियाका उपाध्यक्षको पावन अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु। साथसाथै आजको यस कार्यक्रममा हाम्रो कान्छी परिवारको निमन्त्रणलाई समयको पाबन्दी सहर्ष स्वीकारेर पाल्नुहुने हाम्रा प्रमुख अतिथि, विशेष अतिथिगण तथा यहाँ उपस्थित सम्पूर्ण मान्यजनहरूप्रति मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण कान्छी परिवारको तर्फबाट यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। साथै हाम्रो तत्कालीन सहकर्मी मित्रहरू जसले लडाइँमा दुश्मनसँग सामना गर्दा गर्दै वीरगति प्राप्त गर्नुभएको छ, उहाँहरू व्यक्त गर्न चाहन्छु। आज हाम्रो कान्छी परिवारको 63वां स्थापना दिवस आजको दिनमा भारतको बक्लो भन्ने स्थानमा लेफ्टिनेन्ट कर्नल रणजीत सिंह चन्ड्याल साहब र सुबेदार मेजर हनेरी क्याप्टन श्री प्रसाद गुरुङ साहबको नेतृत्वमा यस कान्छी परिवारको स्थापना भएको कुरा यहाँ उपस्थित सम्पूर्ण मान्यजनहरूलाई अवगत गराउन चाहन्छु। नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा जन्मेर सफल भइरहेको छ। हाम्रो निवृत्त जीवनमा भारत सरकारले
उपस्थित हुनुभएका साथहरू, गोठी भाइहरू तथा दिदीबहिनीहरू एकैछिन शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथमा हाम्रा अग्रजहरू जो हाम्रो देशमा हुनुहुन्न आफ्नो कालगति हरियाणा क्याप्टेन सुदर मेजर हरियाणा क्याप्टेन रामप्रसाद गुरुङ साहबज्यूलाई म अनुरोध गर्न चाहन्छु। सम्पूर्ण साहबहरू दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहे अलिकता ग्यापमा उभिदिनुको लागि पनि अब आमाबाटले इच्छा त पुरा